एउटा कुरो सुन्नु, ध्यान दिएर सुन्नु। नमस्कार है मित्रहरू, आज चाहिँ यो राई सुरेश घुम्ने क्रममा आइतबारको दिनमा थेदोङसान भन्ने ठाउँमा आएको छु। थेदोङसान भन्ने ठाउँमा यो ठाउँ चाहिँ एकदमै चर्चित भएको छ कोरियामा होइन। तपाईँहरूलाई म त्यहाँको दृश्यहरू भटाभट देखाउँदै लानेछु। अहिले चाहिँ डर लाग्यो होला होइन, सिधा माथि हिँड्दाखेरि डर लागेको थिएन, त तलतिर फर्किँदाखेरि त ओहो यस्तो छ हौ हजुर। अनि डर लाग्दैन मान्छेलाई? यो रहर पनि के हुन्छ है, यहाँ चाहिँ विशेष गरी आकाशे पुल भन्छ होइन। आकाशे पुल आकाश जाने रस्ता पनि भन्छ, त्यो चाहिँ बिर्सिरहेको छ। अब चाहिँ निस्कियो केटाहरू, यहाँको दृश्य चाहिँ यस्तो छ। जहीँ पनि मान्छे मात्रै पुगिरहेको छ। अब सक्यो अझ हेरौँ ल। ओहो यहाँदेखि चाहिँ नि स्वाट एकचोटि बन्दिजम हान्नु मन लाग्यो मलाई यसोल्टी, त्यो पनि दोरी बेगर। एउटा कुरो सुन्नु, ध्यान दिएर सुन्नु। यस्तो ढुङ्गाहरू हुन्थ्यो भने हेर्नु उता, योवाला ढुङ्गाहरू हुन्थ्यो भने हाम्रो नेपालमा के गर्थ्यो होइन। यहाँ अहिले के हुन्थ्यो थाहा छ? अबिर है, धागो, फुल, चामल आदि त त्यसले यो पुरै भरेको हुन्थ्यो क्या। पूजा गरेर देउताको रूपमा हामीले लिन्छौँ नि त। यहाँ यिनीहरू पनि देउताको रूपमा त लिन्छ होला, तर यसरी सजाएर राख्छ है। सजाएर नि त्यो ठाउँमा चाहिँ बाटोको सुविधाहरू चाहिँ प्रशस्त मात्रा बनाइदिन्छन्। मेरो साथी पन्थी सर आउँदै हुन्छ अगाडि, पाण्डा, मिस्टर पाण्डा होइन, यता मिस्टर बिरालो। फोटाको कुरा नगर्नु न यार। यो ठाउँमा पुग्नको लागि सम्भव चाहिँ असम्भवै हुन्थ्यो होला, तर यो ठाउँलाई चाहिँ एउटा पर्यटकीय स्थल बनाउनको लागि बाटोहरू चाहिँ एकदम धमाकेदार तरिकाले बनाएको छ। हिँड्नु नसक्नेको लागि त खोल्सातिर छ बाटो भने हिँड्ने, टाढाबाट छ दृश्यको मनोरञ्जन लिँदै हिँड्ने भने चाहिँ एउटा टुप्पोतिर यसरी बाटो बनाइदिएको छ। यो साथी पनि पुरै एक्लै होइन हिँडिरहेको छ। आजा बेटा